नेपालको इतिहासमा यस्ता धेरै योद्धाहरू छन् जसको योगदान बिना आज हामी जुन स्वतन्त्रता भोगिरहेका छौँ त्यो असम्भव थियो। तर इतिहासको पानामा केही यस्ता वीरहरू पनि छन् जसलाई देशले जति सम्मान दिनुपर्ने हो त्यति दिएन। आज हामी कुरा गर्दैछौँ विक्रम सम्वत 2007 सालको क्रान्तिका महानायक, पूर्वी नेपालका मुक्ति सेनाका कमान्डर र सिंहदरबार कब्जा गर्ने जननायक रामप्रसाद राईको बारेमा। आखिर को थिए उनी र कसरी भयो उनको रहस्यमय अन्त्य? आउनुहोस् आजको भिडियोमा बिस्तारै जानौँ। रामप्रसाद राईको जन्म 1965 साल फागुन 18 गते भोजपुरको बासीखोरा सन्दिलुङ गाउँमा भएको थियो। उनी सुबेदार ध्वजवीर राई र रत्नमाया राईका जेठा छोरा थिए। उनको परिवार आर्थिक रूपमा सबल थियो। मात्र 14 वर्षको सानो उमेरमा उनी घरबाट निस्किए र ब्रिटिस इन्डियन आर्मीको गोर्खा ब्रिगेडमा भर्ना भए। त्यहाँ 9 वर्ष सेवा गरेपछि उनी नेपाल फर्किए र नेपाली सेनामा सुबेदार पदमा नियुक्त भए। नेपाली सेनामा रहँदा उनले चरिकोट, दिक्तेल, भोजपुर, ओखलढुङ्गा र सिन्धुली जस्ता दुर्गम जिल्लाहरूमा काम गरे। त्यही क्रममा उनले राणा शासकहरूले सोझा जनतामाथि गरेको चरम शोषण र अत्याचार नजिकबाट देखे। भारतको स्वतन्त्रता सङ्ग्राम र सुभाषचन्द्र बोसको देशभक्तिबाट प्रभावित भइसकेका रामप्रसाद राईले राणा शासन विरुद्ध हतियार उठाउने निर्णय गरे। उनले विक्रम सम्वत 2007 सालको कार्तिक महिनामा लेफ्टिनेन्ट पदबाट राजीनामा दिए र क्रान्तिमा होमिए। राजीनामा दिएपछि उनले भूतपूर्व सैनिक र स्थानीय युवाहरूलाई समेटेर एउटा बलियो छापामार दस्ता मुक्ति सेना गठन गरे। नारद मुनि थुलुङ र श्रीपाल राई जस्ता नेताहरूसँग मिलेर उनले विक्रम सम्वत 2007 साल मङ्सिर 24 गते भोजपुरको मालअड्डा सरकारी राजस्व कार्यालयमाथि नियन्त्रण जमाए। अचम्मको कुरा के छ भने यो कब्जामा एक थोपा पनि रगत बगेन। यहाँबाट उनीहरूले ठुलो परिमाणमा हतियार, गोलाबारुद र रेडियो सञ्चार उपकरणहरू कब्जा गरे। त्यसपछि उनको कमान्डमा मुक्ति सेनाले खोटाङ, चेनपुर, ताप्लेजुङ, ओखलढुङ्गा र सिन्धुलीसम्म आफ्नो कब्जा जमायो। 2007 साल फागुनमा राजा, राणा र काङ्ग्रेसबीच दिल्ली सम्झौता भयो। तर रामप्रसाद राई यो सम्झौताबाट पूर्ण रूपमा असन्तुष्ट थिए। उनको माग देशमा पूर्ण लोकतन्त्र र जनताको सार्वभौम सत्ता थियो। सम्झौताको नाममा राणाहरूलाई नै सत्ता सुम्पिने खेल होइन। क्रान्ति जारी राखेको भन्दै उनलाई पक्राउ गरियो, तर जनताको दबावमा उनी छुटे। त्यसपछि उनी काठमाडौँ आए। विक्रम सम्वत 2008 साल माघ 6 गते उनले न्युरोडमा राणा प्रधानमन्त्री मोहन शमशेर विरुद्ध चर्को भाषण दिए, जसका कारण उनलाई फेरि सेन्ट्रल जेल पठाइयो। तर इतिहासमा सबैभन्दा साहसी घटना तब घट्यो जब उनले जेल तोडेर आफ्ना मुक्ति सेनाका साथीहरूको सहयोगमा सिंहदरबारमा थुनिएका अर्का क्रान्तिकारी नेता डाक्टर केआई सिंहलाई मुक्त गराए। माघ 8 गते राति रामप्रसाद राई र डाक्टर केआई सिंहको नेतृत्वमा मुक्ति सेनाले 24 घण्टाका लागि देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार कब्जा गर्यो। सो 24 घण्टाको लागि सरकार गठन हुँदा रामप्रसाद राई देशको रक्षा मन्त्री बनेका थिए। सरकारी सेनाले चारैतिरबाट घेरेपछि सिंहदरबारको विद्रोह असफल भयो। त्यसपछि रामप्रसाद राई र डाक्टर केआई सिंह आफ्ना केही लडाकुहरूसहित तिब्बततर्फ शरण लिन भागे। तर तिब्बत जाने बाटोमा रामप्रसाद राई अचानक गायब भए। उनको मृत्यु कसरी भयो भन्ने कुरा आजसम्म पनि एउटा रहस्य नै बनेको छ। कसैको भनाइअनुसार बाटोमा बिरामी परेर उनको प्राकृतिक मृत्यु भयो भने कतिपय इतिहासकार र उनको परिवारको दाबी छ कि सरकारी फौजले उनलाई पहाडी ओडारहरूमा घेरेर बलपूर्वक बेपत्ता बनायो र हत्या गरिदियो। उनको शव कहिले फेला परेन। आफ्नो पुरै जीवन देश र जनताको स्वतन्त्रताको लागि अर्पण गर्ने यी वीर
योद्धालाई नेपाल सरकारले ढिलै भए पनि जननायकको उपाधि दियो र उनको सम्मानमा हुलाक टिकट पनि जारी गर्यो। रामप्रसाद राई केवल एक सैनिक थिएनन्, उनी एक महान सैन्य रणनीतिकार, क्रान्तिकारी र सच्चा देशभक्त थिए। तपाईलाई जननायक रामप्रसाद राईको यो वीरतापूर्ण इतिहास कस्तो लाग्यो? कमेन्टमा लेख्नुहोला। यदि भिडियो मन परेमा लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।